A day in village. Hello guys, welcome to my mini vlog. आज म तपाईहरुलाई मेरो गाउँको सानो तर धेरै मिठो बाल्यकालको सम्झना सुनाउन चाहन्छु। बाल्यकालमा गाउँको जीवन कति रमाइलो थियो भन्ने कुरा सम्झिँदा अझै पनि मनमा खुसी हुन्छ के। बिहानै उठेर साथीहरुसँग स्कुल जानु, बाटोभरि हाँस्दै ढुङ्गा खेल्दै बालुवा खेल्दै हिड्नु, त्यो समयहरु साच्चै कति रमाइलो थियो के। अनि मलाई अझै पनि याद छ हामी कहिलेकाहीँ स्कुलहरु ढिलो नपुगोस् भनेर दौडिदै जाने अनि पानी पर्दाखेरि झोला टाउको माथि राखेर मज्जाले दगुर्दै जान्थ्यौं के घर। अनि स्कुल जाँदा घर फर्किँदा बाटोमा रुखबाट फल टिपेर खाने चोर्ने काम गर्थ्यौ के। त्यो भन्दा एउटा रमाइलो घटनाको याद आयो के साथीहरु। म सानो हुँदाखेरि चाहिँ हाम्रो स्कुल चाहिँ घरबाट अलि टाढा थियो के। अनि एक दिन चाहिँ के भयो भन्दा हामीहरु स्कुल जाने बाटोको अलि पर चाहिँ चेरीको एउटा ठुलो रुख थियो के। त्यो बसन्त ऋतु फल पनि चाहिँ एकदम रातो रसिलो देखिन्थ्यो के, हेर्दै खाउ खाउ लाग्दो जस्तो। अनि हामी स्कुल जानु भन्दा पहिला चाहिँ अब यो चेरी चोरेर खाने भनेर चाहिँ हामी 4 जना साथी थियौं, सल्लाह गर्यौं हैन। 2 जनाले चाहिँ बाटोमा केही मान्छेहरु आउँछ कि भनेर हामीलाई इशारा दिने र 2 जना चाहिँ रुख चढेर चेरी टिप्न थाल्यो के। तर अचानक के भयो भन्दाखेरि स्कुलको सर उही बाटो हुँदै आइराख्नु भएको रहेछ के। अनि हामीले सरले देख्ने बित्तिकै एकदमै डरायौं अनि हत्तापत्ता अनि हामी चाहिँ रुखबाट तल झर्यौं के। अनि सरले चाहिँ हामीलाई तिमीहरुको स्कुल जाने समय हो कि चेरी चोर्ने समय हो भनेर हामीलाई एकदम खूब मज्जाले गाली गर्नुभयो के। त्यो बेला हामी सबैलाई चाहिँ धेरै लाज लाग्यो, तर अहिले सम्झिँदा चाहिँ त्यो घटना चाहिँ धेरै रमाइलो लाग्छ। स्कुल सकिएपछि हामी फेरि त्यही बाटोबाट घर फर्किन्थ्यौं। घर पुगेपछि आमाले सोध्नुहुन्थ्यो कि आज स्कुल कस्तो भयो भनेर। तर त्यो दिनको रुख चढ्ने कहानी भने हामीले चाहिँ कसैलाई भनेनौं कि। आज पनि जब गाउँ जान्छु र त्यो रुख देख्छु, त्यो बाल्यकालको घटना तुरुन्तै सम्झना आउँछ। साच्चै भन्नु पर्दा चाहिँ गाउँको बाल्यकाल सानो सानो घटनाहरूले भरिएको हुन्छ कि। तर तिनै यादहरू चाहिँ जीवनभर सधैँ मिठा लाग्छन्। आज पनि हामी सबै आफ्नो बाटोमा अघि बढिरहेका छौं, तर ती बाल्यकालहरू सम्झनाहरू चाहिँ सधैँ मनमा सुरक्षित छन् के। अनि यदि तपाईहरुलाई पनि आफ्नो गाउँको बाल्यकाल सम्झिँदा यस्तै मिठो यादहरू आउँछ भने प्लिज कमेन्ट गर्न नभुल्नु होला, आफ्नो अनुभव पनि शेयर गरिदिनु होला। होप यु लाइक माई मिनी भ्लग। किप वाचिङ, किप स्माइलिङ। बाइ बाइ।